कुरा हो विक्रम सम्वत 2081 चैत्र 26 गतेको। सिन्धुलीमा अहिले बिपी राजमार्ग खुलिसके पछाडि बिपी राजमार्गको आसपासमा रहेका सम्पूर्ण किसानहरू अहिले व्यावसायिक खेतीतर्फ ध्यानोन्मुख भएका छन्। अहिले बजारमा छाती धेरै ठाउँमा ग्राहकहरूले अकबरे खोर्सानीको माग गर्दै आउनु भएकोले यस सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वार्ड नम्बर 5 स्थित नेशनल जुनार फार्मिङ एन्ड एग्रिकल्चर नर्सरी फर्मका प्रोपाइटर रमा रम्तेल अकबरे खोर्सानीतर्फ ध्यानाकर्षण भएका छन्। सिन्धुलीमा यसरी अकबरे खोर्सानी व्यावसायिक रूपमा खेती गर्ने विभिन्न किसानहरू छन्। तीमध्ये एक यी रमा रम्तेल। यिनीले अहिले व्यावसायिक रूपमा अकबरे खोर्सानी खेती अन्तरबालीको रूपमा सञ्चालन गर्दै आउनुभएको छ। वर्षको 5 लाखभन्दा माथि मनक्की आमदानी गर्नको लागि 5 रोपनी क्षेत्रफलमा अकबरे खोर्सानी खेती भइरहेको छ। हेर्दा मनमोह लाग्ने हरियो बोट र यसबाट आमदानी प्राप्त गर्नको लागि अहिले गोडमेलको समय रहेको छ। 2082 जेठमा आइपुग्दा अकबरे खोर्सानीको बोट हुर्किँदै गएको छ भने उक्त अकबरे खोर्सानीमा बिस्तारै फ्लवरिङको सिजन सुरु भएको छ। उक्त सिन्धुलीको गोलन्जोर गाउँपालिका अन्तर्गत रहेको वार्ड नम्बर 5 मा जुनार तथा सुन्तला जात फलफुल खेतीसँग अन्तरबालीको रूपमा अकबरे खेती सुरुवात भएको पाइन्छ। प्रोपाइटर रमा रम्तेललाई सोद्धा उक्त अकबरे खेतीबाट यसपालि मनक्की आमदानी दिने उहाँको सोच छ। अकबरे खोर्सानी गोड्नको लागि उहाँको घर परिवार, उहाँको आफ्नो बुवा लगायत श्रीमान र छोराछोरीहरूले पनि उहाँलाई सहयोग गरिरहेका छन्। हेर्दा अचम्म लाग्दो हाम्रा नेपालका दाजुभाइहरू महिनाको 30 देखि 50 हजार कमाउनको लागि लाखौं खर्चेर विदेश जाने लग्को एयरपोर्टमा देखिन्छ। तर आफ्नै माटोमा विभिन्न उत्पादन सँगसँगै अन्तरबालीको रूपमा अकबरे खेती फस्टाउँदै र त्यसबाट मनक्की आमदानी लिने धेरै किसानहरू गाउँघरमा पाइन्छ। यसरी अकबरे खेतीलाई अहिले गाउँघरमा अकबरे खेती प्रवर्धनका लागि सजिलो प्रविधिहरू पनि आएको छ। वर्ष्यौनी हरेक बोट बिरुवाहरूको वरिपरि निकै झारहरू आउने र त्यसलाई गोडमेल गर्नको लागि हप्तौं समय लाग्ने भएको हुनाले अहिले उक्त अकबरे खेती गर्नको लागि मल्चिङ प्लास्टिकको प्रयोग गरेको पाइन्छ। यसैगरी नेशनल जुनार फार्मिङ एन्ड एग्रिकल्चर नर्सरी फर्मका प्रोपाइटर रमा रम्तेलले पनि यो वर्ष अकबरे खोर्सानी गर्नको लागि पहिले ब्याङ्क तयार गर्ने र उक्त ब्याङ्कमा मल्चिङ प्लास्टिकले व्यवस्थित गरेको पाइन्छ। मल्चिङ प्लास्टिक व्यवस्थित गरेको ठाउँमा अकबरे खोर्सानीलाई धेरै लामो समय गोडिराख्नु नपर्ने र उक्त बिरुवा लगाएको वरिपरि मात्र गोडेपछि अकबरे खोर्सानीले मनक्की आमदानी दिने कुरा बताउनुहुन्छ। यसरी अहिले अकबरे खोर्सानीको मोह बढेको छ र अकबरे खोर्सानी व्यवस्थापनतर्फ अहिले किसानहरू लागिरहनु भएको छ र नेपालमा अहिले अकबरे खोर्सानीको माग पनि धेरै हुँदै आइरहेको कुरा हामी यहाँलाई जानकारी गराउन चाहन्छौँ। स्वास्थ्यवर्धक र उपयुक्त यो अकबरे खोर्सानी अहिले बजारमा धेरै माग भएको छ। देशको विभिन्न जिल्लाहरूमा अकबरे खोर्सानीको खेती भइरहेको छ। काहीँ त 1000 भन्दा माथि प्रति केजी मूल्य तिरेर पनि उपभोक्ताहरूले अकबरे खोर्सानी सेवन गरेको छन् भने काहीँ अकबरे खोर्सानीको मूल्य 650 पनि छ। तर सिन्धुली जिल्लाको यो बिपी राजमार्ग आसपासमा रहेका विभिन्न व्यापारी केन्द्रहरूमा किसानहरूले अकबरे खोर्सानी 350 मा लगेर त्यहाँका पसलहरूलाई बिक्री वितरण गरेको पाइन्छ भने पसलबाट ग्राहकहरूको बीचमा 400, 450, 500, 550 सम्म खुद्रा बिक्रीहरू गरेको पाइन्छ। सिन्धुलीको अकबरे खोर्सानी हब बन्दै गएका यी विभिन्न क्षेत्रहरू अहिले वर्ष्यौनी अकबरे खोर्सानीको दल व्यवस्थित तरिकाले राख्ने र अकबरे
खोर्सानीको खेती गर्ने गरेको पाइन्छ। दर्शकबिन, यसरी अकबरे खोर्सानीबाट पनि वार्षिक रूपमा लाखौँ पैसा कमाउनको लागि किसानहरू तल्लीन भएको यहाँले यो दृश्य देख्न सक्नुहुनेछ। र अकबरे खोर्सानी स्वास्थ्यको लागि अत्यन्तै फाइदा पनि रहेको कुरा वैज्ञानिकहरूले बताइरहेका छन्। अकबरे खोर्सानी खाँदा मानिसहरूलाई ग्यास्ट्रिक छ भने र विभिन्न खालको रक्तचापका समस्याहरू छन् भने पनि अकबरे खोर्सानीबाट सेवन गरिरहँदाखेरि यी समस्याहरू हटेको पाइन्छ। यसैगरी अकबरे खोर्सानीलाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ। एउटा तरकारीमा राखेर, 2 अचार बनाएर, 3 यसको धुलो बनाएर बजारहरूमा बिक्री गर्न सकिन्छ भने अहिले सिन्धुलीको पिपी राजमार्ग आसपासमा रहेका विभिन्न पसलहरूमा धेरैभन्दा धेरै अकबरे खोर्सानी, गोलो अकबरे खोर्सानीलाई राखेर त्यसलाई अचार बनाएर अचारको रूपमा बट्टाहरूमा बिक्री वितरण गरेको पाइन्छ। अहिले गोलन्जर गाउँपालिकाले विभिन्न महिलाहरूको समूहहरूलाई अकबरे खोर्सानी व्यवसाय प्रवर्धन सँगसँगै अचार बनाएर बिक्री वितरण गर्नको लागि महिला उद्यमी समूहहरू पनि निर्माण गरेको पाइन्छ। अहिले अकबरे खोर्सानीमा जब आकर्षित हुँदै गएका किसानहरूलाई व्यवसाय प्रवर्धन गर्नको लागि गाउँपालिका, स्थानीय तह, प्रदेश सरकार र नेपाल सरकारले पनि विभिन्न योजनाहरू लिएर आइरहेको छ। यो योजनालाई सञ्चालन गर्नको लागि स्थानीय तहका विभिन्न सहकारी समूह, महिला समूहहरू पनि त्यसमा जागरुकता भएको पाइन्छ। त्यसैले छोटो समयमा धेरै आम्दानी गर्न सकिने अकबरे खोर्सानी खेती आउनुहोस् सिन्धुलीको गोलन्जर गाउँपालिका स्थित नेसनल सुधार फार्मिङ एन्ड एग्रिकल्चर नर्सरी फार्मको विभिन्न क्षेत्रहरूमा यहाँले हेर्न सक्नुहुनेछ र यहाँहरूलाई आवश्यक परेको अकबरे खोर्सानीका विभिन्न वस्तुहरू पनि उपलब्ध गराउनेछ। यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। फेरि पनि यस्ता कार्यक्रमहरू लिएर यहाँको बिचमा आउनेछौँ।